हेलो सबैमा महेश्वरी बलामीको तर्फबाट हृदयदेखि नै नमन छ। यो रहेको छ निसान कम्पनीको ग्लुकोज डी, जुन चाहिँ भिटामिनले भरपुर छ। यो ग्लुकोज डी चाहिँ कमजोर अवस्था भएको व्यक्तिले युज गर्दा चाहिँ एकदमै धेरै इनर्जी यसले दिने गर्दछ। अनि जसको चाहिँ सुगर प्रेसर लो छ भने चाहिँ यो 1 चम्चा लिने, अनि त्यसपछि 1 गिलास पानीमा घोलेर खायो भने चाहिँ यसले चाहिँ एकदमै उठ्न नसक्ने मान्छेलाई पनि एकदम बलियो बनाउनेछ, उसलाई एकदमै इनर्जी मिल्नेछ। तर सुगर र प्रेसर धेरै हाई छ भने चाहिँ यो चाहिँ कम मात्र प्रयोग गर्नुहोला। र रिङ्गटा लाएर घरिघरि पसिना आएर एकदम कमजोर भएको बेलामा चाहिँ शरीर ढल्ने अवस्थामा पुग्यो भने चाहिँ 1 चम्चा ग्लुकोज पानीमा हालेर घोलेर तपाईँले पिउनुभयो भने तपाईँलाई एकदमै धेरै इनर्जी दिनेछ। र कोही कोही मान्छेहरू एकदमै ढल्ने अवस्थामा पुगेको मान्छेलाई यसले चाहिँ नयाँ जीवन दिनेछ। त्यसैले कमजोर अवस्थामा पुगेको व्यक्तिलाई चाहिँ ग्लुकोज 1 चम्चा पानीमा घोलेर खानको लागि अनुरोध गर्दै बिदा हुन्छु। अन्त्यमा यही भन्न चाहन्छु कि निसान कम्पनीको ग्लुकोज एकदमै राम्रो स्वस्थकर छ। हजुरहरूले पनि यसलाई युज गर्न सक्नुहुनेछ भन्दै बिदा हुन्छु। हस्त, बाई बाई।